चाउमिन बनाएको छु हैन। यो चाहिँ भेज चाउमिन हो। मैले चाहिँ यसमा हरियो खोर्सानी र ब्रोकौली राखेको छु हैन। कति मासु खानु कहिलेकाहीँ त यसो भेजिटेबल पनि भेज पनि खानुपर्छ भन्ने लाग्यो, त्यही भएर चाहिँ है यसमा चाहिँ कागती मिचारेर राख्नुपर्छ थोरै हैन। खाए है साथीहरु। बवाल मिठो। मलाई चाहिँ मिठो लाग्छ कि खाँदा यो चाहिँ कहिलेकाहीँ हैन। खासमा यसमा मासु मिक्स गरेर खाँदा चाहिँ झन् मिठो हुन्थ्यो, तर मासु खाँदा खाँदा वाक्क भयो। त्यही भएर आज चाहिँ यो ब्रोकौली मिसाएर बनाएको, तर लास्टै मिठो भयो। झन् यो कागतीको स्वादमा झन् खाँदा त मिठो हुँदैन। तपाईँहरूलाई नि यसरी खाँदाखेरि मिठो लाग्छ होला है, तर मलाई चाहिँ लास्टै मिठो लाग्छ क्या। बवाल जातिहरु बवाल।